खै त आई लभ यु हजुर जङ्गलमा हुनुहुन्छ के गर्न आउनु भएको जङ्गलमा हजुर हो हजुरलाई जङ्गलमा आउन मन पर्छ हो चराको बेबिजहरू माथि छन् यो चाहिँ जङ्गल हाम्रो जङ्गलमा चाहिँ यहाँ हुनुहुन्छ जोयल हाई भनिदिनुहोस् न के हो यो कसले बनाइदिनु भएको दादाले होइन कि महिमा फुपूले भन्नुहोस् न खै हेरौँ त म देखाउनु न मलाई दिनु न ओ वाउ कस्तो राम्रो रहेछ त यो मान्छेले बनाएको हो महिमाले बनाइदिएछ ब्याग वाह 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 कति धेरै के दिनुभएको लिनुहोस् जङ्गलमा लिनु न जङ्गलमा आउँदा त के पाइँदो रहेछ है के हो यो ल अब माथि चढ्नु त सबैजना ल माथि जाउँ माथि ल माथि ल प्रवीण माथि जाउँ जोयल अर्पण ल जोयल लडिन्छ है माथि जानुहोस् ल उकालो चढ्दैछौँ यहाँ जोयल र दादा हो बिस्तारै बिस्तारै पहाड पर्वत जङ्गलमा जब घुम्छु पन्छीहरू म सुन्छु गाएको प्रशंसा होइरहोस् ईश्वरको कति महान प्रशंसा होइरहोस् ईश्वरको कति महान 1 2 3 गो ल मेरो जोयल फर्स्ट मेरो चाहिँ छिटो फर्केर आउनु पर्छ ल जोयल त्यहीँदेखि फर्केर आउनु छिटो आउनु के फर्केर त्यो प्रवीण पनि किन ढिला दौडेको त अनि जोयल के हेरेको जोयल के हेरेको त्यो भूत छ भूतले के गर्छ कस्तो आमा बिचरा खुट्टा भाँच्दियो अर्कोले समात बिचरा यही छ त बिचरा तिमी र आन्टी त पापी रहेछ तिमीहरू खुट्टा भाँच्दिने समाते अगाडि हजुरको अगाडि त्यहाँ ए हिरोइन यता फोटोग्राफर ल हिरोइनलाई एक राउन्ड खिच्दिउँ न एक राउन्ड यहाँ दुईजनालाई यहाँ अब जाने देख त राउन्ड जिनलाई के हो यो फटाङ्ग्रालाई इङ्ग्लिसमा के भन्छ ग्रास हुपर भन्छ उडाउने के गर्ने त्यसलाई घर लिएर जाने अनि कसलाई दिने रे मोटुले के गर्छ त
हजुर हजुर जोइल जोइल हजुर के इन्सेक्ट लभर हो ए रमाइलो छ यसलाई हाई मङ्की भनिदियो कहाँ अब यहाँ माथि पनि रहेछ त कहाँ छ मङ्कीहरू कतिवटा मङ्की छ दुईटा यो जङ्गल के खोज्नु भएको चराको गुड अब चराको गुड कहाँ खोजिदिउँ त तिमीलाई म